रोकिएन बालेन सरकारको रफ्तार। नेपाल लुटेर स्विस बैंकमा थुपारेको खरबौं अवैध कालोधन ल्याउन कस्यो कम्मर। आफ्नै मन्त्रीलाई बालेनले गर्दैछन् किकआउट। देउबा दम्पतिको गरियो लोकेसन ट्र्याक। ढालियो दीपक भट्टपछि अर्का शक्तिशाली बिचौलियाको साम्राज्य। के नेपाल बन्नै लागेको हो त रामराज्य? नेपालको राजनीतिमा यस्तो भूकम्प सायदै कहिले आएको थियो। एकातिर देश लुटेर स्विस बैंकमा पुर्याएको खरबौं कालोधन स्वदेश फर्काउने तयारी, अर्कोतिर आफ्नै मन्त्रीलाई ठाडो एक्सन लिँदै पदबाट किकआउट। विदेशमा लुकेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा दम्पतिको लोकेसन ट्र्याकदेखि सिंहदरबार चलाउने शक्तिशाली बिचौलिया रामचन्द्र र दीपक भट्टको साम्राज्य पतनसम्म। के नेपाल साँच्चै सुशासनको नयाँ युग अर्थात् रामराज्यतर्फ प्रवेश गर्दैछ त? अहिले काठमाडौँको सत्ता केन्द्र सिंहदरबारदेखि बालुवाटारसम्म एउटै मात्र तरङ्ग छ, सरकारको निर्मम अपरेसन। हिजोसम्म जे गरे पनि हुन्छ भन्ने मानसिकता बोकेका शक्तिशाली पात्रहरू आज कानुनको कठघरामा तानिँदैछन्। चैत्र 13 गते बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बने लगतै राज्य संयन्त्रले जसरी गियर परिवर्तन गरेको छ, त्यसले वर्षौंदेखि जरा गाडेको सिन्डिकेट र बिचौलिया राजको जग हल्लाइदिएको छ। सम्बन्धित स्रोतका अनुसार अहिले देशमा एकै पटक 4वटा ठूला एक्सन चलिरहेका छन्। पहिलो प्रहार स्विस बैंकको कालोधनमाथि भएको छ। गृहमन्त्री सुधन गुरुङले नेपालका लागि स्विस राजदूत डेनियल मैयोलीलाई मन्त्रालयमै बोलाएर नेपालका उच्च पदस्थ व्यक्तिले लुकाएको कालोधन र भ्रष्टाचारको रकम अनुसन्धान गरी फिर्ता ल्याउन औपचारिक आग्रह गरिसकेका छन्। आप्रवासन र विपद व्यवस्थापनमा सहकार्यको कुरा हुँदै गर्दा स्विस राजदूत सामु राखिएको यो कडा प्रस्तावले भ्रष्टाचारीहरूको मुटुमा ढ्याङ्ग्रो ठोकेको छ। राजदूतले पनि सहकार्य गर्ने प्रतिबद्धता जनाएकी छिन्। दोस्रो एक्सन आफ्नै क्याबिनेट भित्र भइरहेको छ। श्रम मन्त्री दीपक कुमार शाहलाई प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेको सल्लाहमा पदबाटै हटाउने अन्तिम तयारी भइसकेको छ। पार्टीले उनलाई सिधै रिकल गर्दैछ। उनीमाथि आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा अनाधिकृत रूपमा निरन्तरता दिएको मात्र आरोप छैन, उनको विगतको कालो पृष्ठभूमि पनि सतहमा आएको छ। प्रशासनका अनुसार 2073 सालमा पुतली सडकको ओल्ड वाइट कन्सल्टेन्सी मार्फत MBBS पास गराइदिने भन्दै विद्यार्थीबाट 2 लाख रुपैयाँ असुलेको ठगी कोसरमा उनी पक्राउ परेका थिए। त्यति बेला आफूलाई डाक्टर बताउने शाहलाई तत्कालीन SSP सर्वेन्द्र खनालको टोलीले पक्राउ गरेको थियो। कार्य सम्पादन कमजोर भए वा विवादमा परे आफ्नैलाई पनि नछाड्ने स्पष्ट नीतिका साथ सरकार अघि बढेको देखिन्छ। तेस्रो ठूलो झड्का देउबा दम्पतिमाथि जारी भएको पक्राउ पूर्जी हो। सम्पत्ति शुद्धिकरण विभागको सिफारिसमा जिल्ला अदालत काठमाडौँबाट पूर्व प्रधानमन्त्री शेरबहादुर देउबा र पूर्व परराष्ट्र मन्त्री डाक्टर आरजु राणा विरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ। भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा देउबाको बुढानीलीकण्ठ निवासमा भएको आगजनीमा घरभित्र ठूलो मात्रामा पैसा जलेको देखिएपछि यो अनुसन्धानले तीव्रता पाएको थियो। प्रमाण लोप हुने भन्दै जिल्ला प्रशासनले जलेको घर भत्काउन समेत रोक लगाएको छ। अहिले उपचारको बहाना गर्दै फागुन 13 गते सिङ्गापुर हुँदै हङकङ पुगेका देउबा दम्पतिलाई प्रहरीले अब इन्टरपोल मार्फत नोटिस जारी गरेर नेपाल ल्याउने तयारी गरेको प्रशासनले जनाएको छ। यति मात्र होइन, विभागले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि पनि कडा अनुसन्धान गरिरहेको छ। चौथो एक्सनले भने सिंहदरबार भित्रको बिचौलिया राजको अन्त्य गरिदिएको छ। वर्षौंदेखि सचिव सरुवादेखि ठेक्का पट्टा मिलाउने शक्तिशाली बिचौलिया दीपक भट्ट र रामचन्द्रको अवैध साम्राज्य अब पूर्ण रूपमा भत्किएको छ। यो केवल केही नेतामाथिको कारबाही मात्र होइन, यो दशकौंदेखि जरा गाडेर बसेको एउटा भ्रष्ट इकोसिस्टम माथिको सिधा प्रहार हो। सर्वसाधारणले बुझ्नै पर्ने कुरा के छ भने 2078 चैत्र 24 गते सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक बनाउनुको मुख्य उद्देश्य नै बिलिङ ठेक्कामा सेटिङ गर्नु थियो। तत्कालीन प्रधानमन्त्री देउबा र सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको आडमा रामचन्द्र भट्टले यो चाँजो पाँजो मिलाएका थिए, जसको नतिजा स्वरूप एसिया इन्फो कम्पनीलाई वार्षिक 65 करोडको ठेक्का दिइयो। पुरानै प्रणालीलाई निरन्तरता दिएर
झण्डै 30 करोड भ्रष्टाचार हुँदा 6 करोड रुपैयाँ सिधै एक नेताको छोराको खातामा ट्रान्सफर भएको प्रमाण अख्तियारले भेटिसकेको छ। तर पर्दा पछाडि अझै धेरै कुरा लुकेका छन्। हिजो जसले सिंहदरबार भित्रै राजस्व अनुसन्धान विभागका महानिर्देशकलाई शङ्खमूल स्थित आफ्नो घरमा बोलाएर हप्की दप्की गर्थे र दैनिक ज्यालादारी जस्तै उठाएको पैसा बुढा नीलकण्ठ पुर्याउन बाध्य पार्थे, आज उनीहरूको फाइल कसरी अचानक खुल्न थाल्यो? सुशीला कार्की नेतृत्वको सरकारले सुरु गरेको यो अनुसन्धानलाई बालेन्द्र शाहको नेतृत्वमा सरकार गठन भएपछि जसरी तीव्रता दिएको छ, यसले स्थापित भनिएका राजनीतिक दलहरूभित्र भुइँचालो ल्याइदिएको छ। हिजोसम्म जनतालाई कानुन सबैको लागि बराबर हो भनेर मिठा भाषण दिइन्थ्यो, तर यथार्थमा एउटा सामान्य कर्मचारीलाई प्रयोग गरेर बिचौलियाले रातारात अरबौंको खेल खेल्थे। टिम्बर कर्पोरेसनबाट अवकाश पाएका रामचन्द्र कसरी आर्जु राणाको आडमा न्यायाधीश र सचिव सरुवादेखि सुपारीको कोटा निर्धारणसम्मका हर्ताकर्ता बने? कसरी राजस्व अनुसन्धान विभागमा व्यापारीमाथिको खुल्ला एक्सटोर्सन सुरु भयो? यी सबै प्रश्नको जवाफ अहिले सतहमा आउँदैछ। एकजना पूर्व सचिवले भने जस्तै काबिल कर्मचारीलाई पाखा लगाएर पैसाको आधारमा सेटिङ गर्ने रामचन्द्र र दीपक भट्टको सत्ता अब ढलेको छ। वर्षौंदेखि महँगी, बेथिती र भ्रष्टाचारको चपेटामा परेका सर्वसाधारण नागरिकका लागि यो एक्सनले एउटा नयाँ आशा जगाएको छ। जनतालाई अब कुनै कूटनीतिक मर्यादा वा प्रोटोकलको र्याङ्किङ चाहिएको छैन। उनीहरूले त केवल एक्सन र स्पष्ट नतिजा खोजेका छन् र अहिले त्यही नतिजा देखिँदैछ। यो घटनाक्रमले सिङ्गो देशको भविष्य र सुशासनको दिशा तय गर्नेछ। स्विस ब्याङ्कमा पुगेको पैसा फिर्ता ल्याउन कम्मर कस्नु, आफ्नै मन्त्रीलाई गल्ती गर्दा बिना सम्झौता कारबाही गर्न सक्नु र देशकै शक्तिशाली मानिएका पात्रहरूलाई कानुनको दायरामा ल्याउनु भनेको राज्य प्रणालीले आफ्नो बाटो बदल्नु हो। यो एउटा सुखद सुरुवात हो के अब भ्रष्टाचारको जालो पूर्ण रूपमा तोडिएर देश साँच्चै कानुनी राज्य र सुशासनको बाटोमा हिँडिरहन सक्ला? देशमा कुशासन भित्र्याउने बिचौलियाहरूको अन्त्य सधैँका लागि होला त? नागरिक खबरदारी भने झनै आवश्यक भएको छ। एक्सन सुरु भएको छ, नतिजा आउन थालेको छ, तर भ्रष्ट जालोको सम्पूर्ण अन्त्य कुर्न अझै बाँकी छ।